फेरि पनि म नयाँ भिडियो लिएर फेरि आइसकेको छु है। आजको भ्लग चाहिँ कस्तो हुन्छ हेरिदिनु होला। अनि मैले चाहिँ अनि आजको त्यस्तो टार्गेट चाहिँ केही छैन होइन, कहाँ जान्छु के गर्छु भनेर म के गर्दैछु अनि त्यसको बारेमा चाहिँ म अपडेट गर्दै जानेछु है त। ल ल ल यसो हल्का राउन्ड हानौँ होइन साइकलमा। धरानको चिसो आउने भेटाको। हेलो रमेश सर। रमेश सर चाहिँ यहाँ छ है। ठिक छ नि होइन, साइकलहरू चाहिँ लाइनै छ फेरि। तपाईँहरूले अहिले चाहिँ सिन चाहिँ यस्तो छ, 4 बजिसकेको छ अहिले चाहिँ होइन। ल सो एभ्रिवान, म चाहिँ फेरि चावल जाँदैछु है त। यता पुरानो बानेश्वरबाट चावल जाँदैछु, साइकलमा जाँदैछु है त। ल ल ल गाइजहरू त्यस्तो मेरो कुनै पनि छैन होइन, त्यस्तो एक्ज्याक्ट ठाउँहरू जान्छु भनेर चाहिँ कुनै पनि मैले माइन्ड प्लान बनाएको छैन। अनि कस्तो हुन्छ अपडेट गर्दै जानेछु है त। अनि अहिले चाहिँ चुनावले गर्दाखेरि चाहिँ अलिक जाम चाहिँ अलिक कम भएको छ। फेरि चुनाव सकेपछि त्यस्तै हुन्छ। अहिले जस त्यस्तो जाम हुँदैन भनौँ न, त्यस्तो बाटोहरू खाली नै छ होइन। फेरि यो माथि चावल चोकमा त्यो उपर जाम हुन्छ क्या, त्यहाँ छ यो ठाउँ जाम हुने ठाउँ। अनि म चाहिँ अहिले गाइजहरू रुम जाँदैछु। रुम जानुपर्ने हुन्छ। त्यहाँ देखिराख्नु भएको छ नि, त्यहाँ छ कि एउटा जाम हुने ठाउँ। अनि चाहिँ गाइजहरू सरर गइन्छ चिलमा। आजको भिडियो चाहिँ स्पेसल नभए पनि हेरिदिनु होला होइन। अब चाहिँ बिस्तारै गोप्रो पनि किन्नुपर्छ होला भ्लग बनाउनुको लागि। अब हेर्दै जाउँ कस्तो हुन्छ होइन। कन्टेन्टहरू यस्तै छ है त आजको चाहिँ। ल अब चाहिँ लगभग चाबेल आइपुग्यो है। चाबेल मन्दिरहरू पनि देख्न सक्नुहुनेछ तपाईँहरूले। अब यता जाउँ है त। कस्तो छ यहाँ पर थोरै काम छ। यता चाहिँ के भन्छ, यता ग्राउन्ड जाने बाटो हो क्या यो, सिफल चौरतिर। यता पर त म अलिकति काम छ है। यता चाहिँ अलि भिडै रहेछ है। अङ्कलले चाहिँ साइकल चलाउनु हुँदैछ है त मेरो। आउनु हेरौँ है त। अब हाम्रो काकाले चलाउनु हुँदैछ, हामी चाहिँ त जानुपर्ने छ। स्टार्ट भयो त। ल स्टार्ट भयो, गयो। उहाँ चाहिँ मेरो काका है त, साइकल चलाउँदै हुनुहुन्छ नि जुन। जानुपर्ने हुन्छ आज उतातिर। सो अनि म चाहिँ हिँडिरहेको छु है। काकाले मेरो साइकल लिइरहेछ पछाडि, दोहोऱ्याउँदै ल्याउनुहुन्छ अहिले चाहिँ। अनि हामी चाहिँ यहाँ परसम्म जानुपर्ने हुन्छ। के भयो सकिहाल्नु नि। हाम्रो काकालाई चाहिँ पैदल मात्र गाह्रो पर्यो अरे, किनभने पहिलाले चाहिँ दोहोऱ्याउनु हुँदैछ साइकल। कुदाम काका चाहिँ कुदाउँछ कि भति यहाँ आटो मजाले कुद्छ तर हजुर पैदलमा नै सकिनँ हो साँच्चै हो। अब भइहाल्छ नि बिस्तारै। ल हामी चाहिँ यहाँ परसम्म जानेछौँ है त, एकछिन काम छ अनि फेरि फर्किनु। ल हामी चाहिँ बिग मार्ट आइपुग्यौँ होइन अङ्कल। आज के लाने त, सपिङ गर्नु पऱ्यो हल्का होइन, किचनको लागि चामलहरू लानुपर्छ है। आज त हाम्रो अङ्कलको त अफर चल्छ नि त यहाँ होइन त अङ्कल। हेर्नु है त गाइजहरू अफरमा रहेछ अहिले। साथीहरू हामी चाहिँ फर्किसकेको छौँ। यहाँ हल्का सपिङ गरी होइन
यही चामल ल्याउनु आएको थियौँ हामी चाहिँ काकाले साइकलमा चाहिँ चामल दोहोऱ्याउनु हुँदैछ है त अनि हामी चाहिँ अब फर्केको गाइस आजको भ्लग चाहिँ यस्तै छ धेरै लामो पनि हुँदैन सर्ट एन्ड स्विट बनाऊँ भनेको तर त्यस्तो चाहिँ भएको छैन है त नर्मलै छ है त भिडियो चाहिँ सो हेलो एभ्रिवान आजको भ्लग चाहिँ मेरो आज यतिमै एन्डिङ हुँदैछ जस्तै भए पनि हेरिदिनु होला नयाँ हुनुहुन्छ भने चाहिँ लाइक सेयर सब्सक्राइब चाहिँ स्योर गरिदिनु होला है त ल नेक्स्ट भ्लगमा भेटौँ होला